बिहिबारको दिन बङ्गलामुखी माँको दर्शन सँगसँगै दिनको दिनचर्या सुरु हुँदैछ। पनि कहाँदेखिबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला है साथीहरू। यो चाहिँ हो बङ्गलामुखी, हजुरहरू पनि दर्शन गरिहाल्नु होला। के साथीहरू है, बिहानको सुरुवात नि मन्दिरमा गएर सुरु गर्छौँ नि हामीले, त्यो दिन नै एकदमै हामीलाई ब्लेसिङ फिल भइरहेको हुन्छ के कुरा के साथीहरू। मेरो मिनी ब्लग हजुरहरूलाई कस्तो लाग्छ, मनपर्छ कि पर्दैन, अनि मैले कस्तो बनाइरहेकी छु, मेरो भिडियोहरू राम्रो भएको छ कि छैन, अनि हजुरहरूलाई कस्तो लाग्छ, हेर्नलाई मनपर्छ कि पर्दैन, कतिलाई मनपर्छ कतिलाई मन पर्दैन, कृपया आफ्नो कुराहरू चाहिँ कमेन्टमा गर्नु होला साथीहरू। मैले सुधार्नुपर्ने केही भिडियोमा, केही क्लिपमा, केही भोइस ओभरमा केही छ भने मलाई भन्नु होला। हजुरहरूले जान्नुभएको छ भने मलाई सिकाइदिनु होला। म चाहिँ भर्खर स्टार्ट गर्दैछु मिनी ब्लग होइन। अब सुरुमै त कसले जानेर आएको हुन्छ र हरेक काम त हामीले सिकेर बिस्तारै बिस्तारै जान्दै जाने त हो नि होइन। अब यही कामहरू पनि, आफ्नो दिनचर्याका कामहरू, आफ्नो गरिरहेका कामहरू पनि त हामीले सुरुमै सबै सिकेर जानेर आएका त हुँदैनौँ, बिस्तारै बिस्तारै सिकिरहेका हुन्छौँ। अनि यिनीहरूले जन्मिएदेखि नै होइन, हरेक दिन नयाँ नयाँ एउटा केही न केही सिकिरहेका हुन्छौँ रे क्या होइन। एभ्रिडे लर्न न्यू थिङ्स भनिन्छ नि त। म चाहिँ त्यसैलाई नै फलो गर्छु। अर्को कुरा के साथीहरू, अरूको कुरा र अरूको चासोमा भन्दा नि आफू नै केही सिकौँ, आफू केही गरौँ भनेर आफू आत्मनिर्भर बन्नको लागि चाहिँ हामी फोकस गर्नुपर्छ है साथीहरू। आफ्नो मानो खानु छ अनि अर्काको कुरा चाहिँ नगरौँ कसैले पनि। अनि यति भन्दै आजको दिन मेरो सकियो। बाई बाई, गुड नाइट साथीहरू। हजुरहरूको दिन कस्तो रह्यो कृपया कमेन्ट गर्नुहोला।